नमस्कार गुड मर्निङ साथी। के छ, सन्ध्याले हुनुहुन्छ? सबै ठिकठाक होला र नि त? हामी पनि अब चाहिने भनौँ यसो सानातिना बसी बिहाहरू भिडियो ल्याएर उपस्थित भइसकेका छौँ। अब रातिको ड्युटी छ, दिउँसोमा यसो खानपिना खाएर यसो एकछिन बनाउने प्रोग्राम हुन्छ। नेकपा एमाले पार्टी सदस्य नवीकरण गर्नेको सङ्ख्या पनि वात्तै घट्यो। पार्टी नवीकरण र सदस्य नलिनेको सङ्ख्या बढ्दो छ, यो पनि एउटा जायज हो। जनता पनि केही रूपमा सचेत भइदिन् भनेर हामीले बुझ्नुपर्छ। किन भन्दाखेरि एमाले पार्टी काङ्ग्रेस र माओवादी पार्टी परित्याग गरेकै राम्रो हो। अगर स्वतः जनता छन् त्यहाँ भनेदेखि पार्टी परित्याग अवश्य गर्छन्। पार्टीको सदस्य नवीकरण गर्दैनन्, लेबिसिबी तिर्दैनन्। किन? यो पार्टी भ्रष्ट दलाल र तस्करहरूले चलाएको पार्टी हो। यहाँ रस पानी खान्जरी तिनी झोले झाम्टेहरू बस्छन्। त्यो रस पानी सिद्धिका दिन अब झोले झाम्टे बिस्तारै बिस्तारै बाटो लाग्छ। त्यहाँभित्र सही जो व्यक्ति थिए जो पत्तो त पहिले बाटो लाए, अलिकति दोधारमा परे व्यक्ति थिए अब छोड्छन् र झोले झाम्टे भरौटे हड्डी चुस्ने मात्रै त्यहाँ बस्छन्। जसले केपी ओलीले फालेको हड्डी चुस्छन् त्यस्ता नेताहरू चाहिने, त्यस्ता व्यक्तिहरू त्यहाँ एमालेमा बस्ने हो, काङ्ग्रेस र माओवादीमा बस्ने हो। किन? यिनको अस्तित्वहीन भएको पार्टी हो। यसको कुनै चरित्र पनि छैन, यसको कुनै सिद्धान्त पनि छैन। खालि यसले सरकार चलाउने, आफ्ना भरौटे आसे पासे सबैलाई चाहिने भनौँ सरकारी पदमा सेवा सुविधा दिलाउने र देश दोहन गर्ने र गफका भरमा ताली पिटेर देश चलाउने यो पार्टी हो। अब केपी ओली पनि छटपट ठुलो छ र उनका आसेपासे झोले भरौटेहरूले पनि केपी ओली नै चाहिन्छ, केपी ओली नभए देशै चाहिने भनौँ अभिभावकविहीन भयो भन्दै पनि हिँडेका छन्। राजाबाजीले पनि त्यही भन्छन्, राजा ज्ञानेन्द्र नभएपछि अभिभावकविहीन भयो भन्छन्। सबैको आफ्नो तर श्रम संस्कृति पार्टीले पनि अब हाम्रो माननीय नभएपछि देशै अधुरो छ, हामीले सरकारै पल्टाउँछौँ, अब चाहिने भनौँ हाम्रो पार्टीको चाहिने माननीय प्रधानमन्त्री बनाउँछौँ। उनी पनि प्रधानमन्त्री मयौँ मन्त्री ठाउँदै हिँडिहाल्नु, विश्वको ठुलो मान्छे भनिहाल्नु हिँडिहाल्नु। त्यो त भन्न जम्मैले पाइन्छ, यो लोकतन्त्र हो। सभ्य र सिस्टम भाषामा जसले मैले पनि म प्रधानमन्त्री हुन्छु, म प्रधानमन्त्री भएको देश यस्तो बनाउँथे भन्ने परिकल्पना जसले पनि गर्न पाइयो, कल्पना गर्न पाइयो, सपना देख्न पाइयो। तर त्यो सपना यथार्थमा अहिलेको सरकारले उतार्ने काम गरेको छ। त्यसलाई चाहिँ सार्थक भन्नुपर्छ। अहिलेको सरकारदेखि सबै घन्टीमा भोट हालेका नहालेका व्यक्तिहरू पनि खुसी छन् र मेरा भाइ भन्न पर्ने त त्यस्तो केही छैन। तर सरकारले काम गर्ने चाहिँ वातावरण बनाइसकेको छ, यो चाहिँ ढुक्कका साथ हामीले पनि भन्छौँ। अरू चाहिँ विपक्षी प्रतिपक्षमा बसेका पार्टीका त्यहाँका व्यक्तिहरूले पनि त्यसो भन्छन्। जो सही छन्, देशको बारेमा सोध्छन्, उनी त्यो कुरो अवश्य गर्छन्। जो देशको बारेमा सोध्दैनन्, जो भरौटी हुन्, उनीहरूले चाहिँ जे पनि भन्छन् त्यसमा चाहिँ कसैको केही भन्नु छैन। तर देश यिनी राजनीतिक पार्टी विहीन भइसकेपछि देशलाई मुक्ति नै साँच्चीकै मिलेको छ। एउटा संसदमा जात्रा देख्न पाइएको छ, जात्रा हेर्न जान परेन, त्यही जात्रा देखिएको छ, रोइरहेको देखिएको छ, कराइरहेको देखिएको छ, रोइरहेको देखिएको छ। सरकार ढाल्छ, राजीनामा दिए आजै राजीनामा दिए उदै त्यही जतिखेर राजीनामा मुखमा ल्याएर हिँडेका छन्। के कारणले राजीनामा दिनुपर्ने हो, सरकार कसरी असफल भयो भन्ने उनीसित फेरि उत्तर छैन। यत्रो वर्षसम्म आफूले पालो पालो आलो पालो सबै जित्दिनु भाइ, प्रधानमन्त्री हुँदै खाँदै गरेर 5 भाइ हुँदै गरेर आफ्नो कोल्टामा देश सन्जरी सबै कुरो सही। अहिले आफ्नो कोल्टाबाट फुस्कियो राजनीतिक सत्ता शासन फुस्किएपछि हामी नै हौँ भन्दै चाहिँ हिँड्नु भनेको चाहिँ नि त्यो चाहिँ तुक छैन। राजनीतिमा यसले अर्थ राख्दैन। त्यो जनताले हराइसकेका पिपासुहरूले फेरि मै बिना चाहिँ देश अधुरो भन्नु भनेको यो कल्पना हो। यसले कहिल्यै पनि त्यहाँलाई मुख लाग्दैन। देश र जनताको सिद्धान्त बटुलेर भयो देशको हालत त्यस्तो हुन्छ। हरेक चिजले भरिपूर्ण भएको देशमा पनि चाहिने माग्ने हिँड्ने बनाएका छन् तिमीले। जो पीडा त युवाहरूले भुलेका छैनन्, युवतीहरूले भुलेका छैनन्। विभिन्न विदेशमा आएर गल्ली गल्ली भौँताले युवा युवतीले युवतीहरूको कथा भुल्या होला नि त। साँचो नागरिक रहेछ भनेदेखि उसले त्यो कथा भुल्या होइन। त्यो नलायक पात्र हो जसको इतिहासले पनि त्यसलाई याद गर्नेछ, सम्झनेछ। हाम्रा यस्ता कपुत पात्र थिए 35 सालमा चाहिँ समन शासन गरेर देशलाई जिरो बनाए,
र चाहिँ अहिलेको सरकार बाले सभापतिको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र बालेन शाहको चाहिँ नेतृत्वमा जो सरकार भनौँ त्यसले चाहिँ नेपालको इतिहास बदल्यो भनेर भोलि इतिहासको पानामा भाइ बहिनीहरूले पढ्नेछ। यस्तो गर्व लाग्दो हाम्रो पार्टी बन्नेछ।